Hello, Satyru. Good morning, everyone. Sewa, namaste. Welcome back to my new vlog. आयो सबैजना स्वस्थ हुनुहुन्छ मस्त हुनुहुन्छ भन्ने आशा छ। आज मैले भ्लग स्टार्ट गरिसकेको छु। कहाँदेखि त घरदेखि म चाहिँ घर आएको छु नि त। अनि सो अहिले चाहिँ बिहान कति बजिसक्यो मेरो फोनमा 7:30 भइसकेको छ। अनि म चाहिँ 7 बजी उठेर चाहिँ 7 बजी उठेँ अनि उठेर के अरे मैले मेरो ओछ्यानहरू पनि मिलाइसकेको छु। अघि झ्यालहरू चाहिँ खोलेको छैन कि त यहाँनिर अलिक कुखुरा पस्नु सक्छ। त्यही भएर ओछ्यानहरू मिलाएर घर कसर ल्याएर चाहिँ अब ब्रस पनि गरिसकेँ मैले। अनि अब चाहिँ के गर्नुपर्ने हुन्छ त खाजा खानुपर्ने हुन्छ। अनि चाहिँ मेरो काम के छ भने म तपाईँलाई एकछिनमा देखाउने छु। ओके यो चाहिँ फोटो धुला थियो खासमा होइन साथीहरू। अनि यो यहाँ यस्तो भित्तामा राखेकै ठाउँबाट चाहिँ यहाँ बाहिर हाम्रो यस्तो राखेको छौँ नि त। यहाँबाट चाहिँ दुईवटा चाहिँ फुटाइदिएको थियो होइन, कुन चाहिँ चकचक्ले हो थाहा भएन। अनि यो फ्रेमको फोटोको सिसा चाहिँ निकालेर लगेछ क्या। अब कस्तो मान्छेहरूलाई सोच्नु न आफै। अनि हामीले चाहिँ पछि थाहा पायौँ मस्ती भर्खर। तर फोटो चाहिँ किन यसरी खुइलो भनेर हेर्दा पनि त्यस सिसा थिएन क्या। अब हामीलाई पनि थाहा नै थिएन। अनि त्यही भएर चाहिँ यहाँको फोटो चाहिँ चिनिँदैन। यहाँनिर 4 जना हुनुहुन्थ्यो। यहाँ चाहिँ देख्नुभएको छ त डेली दिदी अनि हजुरआमाको फोटै मेटिरहेछ। सो अब यसलाई चाहिँ के गर्नुपर्ने थाहा छैन मलाई। यसलाई चाहिँ म अलिक यहाँ राखिदिइराख्छु छु। मेरो बिहान खाजा लागेको छ, मम्मीले बनाएर ल्याइदिनु भएको छ। अनि यो भुटेको भात चाहिँ मेरो फेभरेट हो नि फेरि साथीहरू, फेभरेट। अनि यो फेभरेट होइन मेरो भुटेको भात चाहिँ। अनि यो चिया चाहिँ क्या जहिले म सिसा गिलासमा मात्रै खान्छु। त्यही भएर मम्मीले जहिले मलाई सिसा गिलास मात्रै दिनुहुन्छ। अनि अहिले चाहिँ यस्तो टन्टलापुर घाम लागिरहेछ। अब यहाँ तल बारीमा काम गर्नु जानुपर्ने हुन्छ मैले यस्तो घाममा। यसमा भेटौँला खाजा खाएर। अब चाहिँ म काम गर्नु चल्दिएको ल। लाइटर र यो बोकेर अब लाइटर चाहिँ किन बोको भन्नुहुन्छ होला होइन। अहिले चाहिँ 8 बजिसक्यो। म चाहिँ खाजा खाएर यसो फोन चलाएर होइन। नेट चाहिँ चलेको छैन, सो डाटा थोरै थियो अनि त्यही डाटाबाट चलाएँ। अनि हिजोको भिडियो अपलोडै गरेको छैन क्या साथीहरू मैले, किनभने अपलोड गरौँ भने डाटा पनि छ होइन। तर डाटाभन्दा छिटो नेटमा छिटो यो हुन्छ नि त होइन, तपाईँहरूलाई पनि थाहा छ त्यो त। अनि अब भरे पोस्ट गर्छु भनेर चाहिँ अहिले म मेरो काम गर्ने ठाउँमा आइसकेँ। यहाँ बारी यस्तो घर आएपछि त म यस्तो काम गर्छु। घर आएपछि त साथीहरू यस्तो काम गर्छु। खरिटो त यहीँ छ भन्दै हुनु त, तर कहाँ छ क्या अब साथीहरू। यस्तो फोहोर बटुल्नु पर्ने हुन्छ नि त अहिले। मम्मी सुन्ने हुँदैन क्या फेरि। म पनि किचन भित्र हुन्छ। हाम्रो घर चाहिँ यता थियो नि त। अनि म तल आइसकेँ। ऊपर रहेछ। जस्तो म के काम गर्छु तपाईँहरूलाई देखाइहाल्छु होइन। अब अहिले भनेको के हो त मकै छर्ने समय हो नि त। अब हामीले बारी सफा गर्नुपर्ने हुन्छ। अब मल बोक्नु यहाँ तपाईँहरू हामीले हिजो मल पनि बोकेछौँ। कहाँ छ हिजो हामी 3 जनाले चाहिँ बेलुकी 4:30 देखि 6 बजीसम्म मल बोकेको। अनि त्यतिखेरसम्म चाहिँ हामीले यहाँ परसम्म चाहिँ बोकिसकेको छौँ। अब यो भएर आएर आज यहाँ माथि पनि बोक्नु छ ठुलो टारमा। सो छिटो छिटो मलाई सफा गर्नुपर्ने हुन्छ। अब म काम गर्नु थाल्छु ल। बाई। म के गर्दैछु त तपाईँहरूले देख्नु भएको छैन होला। तर म यहाँ यस्तो पत्ता बटुलेर यसरी आगो लाउँदैछु। यस्तो यो आगोको रापले साथीहरू म त भगवान् के भन्नु। यो खरेर हुन्छ या यस्तो बाँसको। अनि यसले अब हामीले सोध्दा डराउनु पर्ने हुन्छ। एकदम गर्मीले साथीहरू म मर्नु आँटिसकेँ। के भन्नु त के भन्नु सक्छु र म। साथीहरू एकछिन बसिरहेको हो शीतलमा। अहिले कहिले डरिसक्छ नि यति धेरसँग डराउनु पर्ने। म त एकैछिन हुन्छ होला भन्थेँ, तर हुँदैन रहेछ त्यस्तो। काम गर्नु सजिलो रहेन रहेछ। आयो गर्मी भएर मर्यो। म कपाल सिनिक्क पारेर फेरि बटुलेर म यहाँ काम गर्नु थाल्छु।
गर्मीले कस्तो हुन्छ चाहिँ मैले यो बारीमा चाहिँ मैले लगाइसक्नु आँटिसकेँ आगो अब यो बल्दै गरेकोहरू निप्नु छ त्यति हो अब यहाँदेखि मात्र त ठुलो टाढ थियो नि अघिको हो त्यहाँ काम गर्नुपर्ने हुन्छ अब म चाहिँ एकछिन आराम गरौँ न त होइन गर्मीले हेर्नु साथीहरू मलाई पसिना यस्तो गर्मी भयो नि अब झन् त्यो आगोको छेउमा त कसम मेरो खुट्टाहरूको बिचरा हालत म मान्छे नराम्रो मेरो खुट्टाहरू राम्रो छ नि त सेतो सेतो छ नि त त्यही भएर मलाई माया लाग्छ उफ मेरो हात त अब बेसी कालो भइसक्यो म मल खाडीमा छु हामी चाहिँ मल बोक्दैछौँ अनि यहाँ चाहिँ पानी खाँदैछ खाने किन हाँसेको छ्या गोरै बसेको सो अहिले चाहिँ हामी यहाँ मल बोक्दैछौँ ल यस्तै छ पारा हाम्रो हेर्नु साथीहरू अनि कस्तो ओर्छ लिपस्टिकलाई जस्तो देख्छ त के भन्नाले चाहिँ गलेर पानी खाँदै गर्दाखेरि बनाएको यो चाहिँ पछाडि चाहिँ मल हो यहाँ मेरो सिस्टर ब्रान्डेड यो टप लाएर मल बोक्छु त के हो दिदी भनेको जस्तो सो के भन्नु अब यस्तै छ पारा काम गर्नुपर्छ होइन साथीहरू लैजाऊ पछ्यौरीले गाइस हामी चाहिँ यो पारा त्यसलाई मल बोकेर चाहिँ के राम्रो देख्नु पर्यो हामीलाई यहाँ तलको मैले अघि वेलकम छ तँलाई हेलो अब मलको हातले हेलो देख सक्नुहुन्छ मेरो हात गन्दी गन्दी हो रहे यो र म मात्रै छु बिचरा दुईटा त बेगर काम गर्न आइज छिटो भन्नु गइहाल्छ एकदिन मल बोकेर जानेको गइहाल्यो एउटा त्यही त हिजो पो गइहाल्यो नि साथी मम्मी अम्लिसो खायो माथि अम्लिसो खायो टुप्पी यस्तो गर्मी छ नि फिदिमको गर्मी नजानु डोको आइ म पल्टिन्छु अहिले सो अब हाम्रो तपाईँलाई सुँगुर देखाउँछु ल सुँगुर यसको मासु एकदम मिठो हुन्छ अनि हाम्रो बाख्राहरू चलिरहेको छ सो साथीहरू हामीले चाहिँ मल सल बोकिसकेर चाहिँ अहिले चाहिँ म यसो फ्रेस हुनु बजार मलाई फ्रेस हुनु मानेर यतातिर आउँछ होला तर म चाहिँ बजार जाँदैछु के खाँदै त एप्पल खाँदै अनि सो अहिले रात परिसकेको छ म चाहिँ एक राउन्ड डुलेर आउनु पऱ्यो भनेर नुहाएर फ्रेस भएर गर्मी छ नि त त्यही भएर हावा खाँदै डुल्दै जाँदैछु बजार थ्याङ्क यू सो मच फर सो गाइज होइन यसरी धेरै दिनुभएकोमा धेरै माया गरिदिनु भएकोमा धेरै धन्यवाद भन्दै भ्लग चाहिँ इन गर्न चाहन्छु बाई बाई स्टे ट्युन्ड गाइज लभ